गल्ती गरिस् यार बहिनी तिमीले सिन्धुलीको बगिनीलाई चलाई 2-4 दिन के चुप बसे बेकारको छाउरा छाउरी के साह्रो भोग्न थाले मलाई अस्तिदेखि देखिरहेको छु 5 थरीले सिन्धुलीलाई खोजिरहेको न्यू आफ्नो क्रिएसन छैन फोटोकपी हान्न रे इस यत्राको फोटोकपी हान्छ जसले चाहिँ मेरै नाम जोडेर मिडियामा कमाउँदैछ भ्यू ला औ मेरो नाम लिएपछि त पुरै भाइरल भएछ त बहिनी लाउ त यता दिदीको खुट्टामा गर त बाजिउ त्यस्ता त अब कन्टेन्टको त भण्डार नै छ त्यही पनि देखाउँदिन सान बरु लाज नमानी माग न औ 2-4 वटा कन्टेन्ट त फ्रीमै गरिदिउँला दान केही कन्टेन्ट नपाएर सिन्धुलीको जुनारमा त किरै किरा भन्दै कता हिँड्या 5 थरे सोल्टिनी सधैँ हुन्छ झ्यापमा झ्यापको तालमा आफैले हो सिन्धुलीको किरालाई नि जुनार भन्दै किन्या धन्न चिप लिएर पुगेछौ सुनकोसीको किनारमा अलि उता गएको भए त त्यही त थियो स्वर्ग जाने बाटो पान खाएर थुकेको रे होइन अरे रगतको टाटो अरे ओ 5 थरे सोल्टा सोल्टिनीहरूलाई सुनकोसीको पानी छ्यापिदेऊ त बिचराहरूको सिन्धुलीको बाटो हिँड्दा पनि गइसक्यो रे सातो देशले नै राजा पाएको छैन कति न आयो अरे 5 थरको रानी के बोल्या बहिनी के को रानी क्यारिङ बोर्डको गफ पनि अलि मिलाएर देऊ न हौ जोतको बरु यता मेरो पहुँच पुगिसक्यो केपी ओलीतिर मेरो कुरा काट्दै हिँड्दा केपी ओलीले जस्तै गरी हालिदिन्छु नि जेल बोहो टिकटकमा ब्याटल खेल्न छोड तिम्रो बसको कुरा होइन जाऊ बरु 2-4 जना भुरा भुरी जम्मा गरेर रोडमा बसेर क्यारिङ बोर्ड खेल